केटा मान्छे भएको कारणले न्यू स्टारले जेलको भित्र छ महोदय। केटी मान्छेलाई पनि जेलमा राख्नु पर्यो किनभने अश्लील हरकत त केटी मान्छेले पनि गर्छ नि। अश्लील हरकत गरेको कारणले न्यू स्टारले अहिले जेलमा राखेको छ। तर न्यू स्टार कुनै केटीलाई बोलाउन जाँदैन घरमा कि चलो मेरो लाइभमा आऊ भनेर त्यो घरमा जाँदैन। केटी मान्छे आफ्नो मर्जीले आउँछ, आफ्नो मर्जीले त्यो न्यू स्टारको लाइभमा आउँछ। पक्राउ चाहिँ दुईटै जनालाई हुनु पर्यो, न्यू स्टारले मात्र होइन केटी मान्छेलाई पनि पक्राउ गर्नु पर्यो त महोदय। किनभने प्रशासनले म सल्युट गर्छु, यसो राम्रो काम गरेछ प्रशासनले। केटी मान्छेलाई पनि पक्राउ हुनु पर्यो नि। केटी मान्छेको सजाय चाहिँ केटी दुवैलाई हुनु पर्यो, मात्र केटालाई होइन केटीलाई पनि हुनु पर्यो है। कुनै पनि मान्छेलाई भन्दिनँ कि मेरो लाइफमा म त्यो घर जाँदैन नि, कसैले बोलाउन न्यू स्टार जाँदैन नि घर, आफै आउँछ। केटीहरू आफ्नो मर्जीले आउँछ, तर थुन्ने चाहिँ जेलमा हान्ने चाहिँ मात्र न्यू स्टारलाई नै हो। ल के हस्, राम्रो छ। हाम्रो प्रशासन चाहिँ सल्युट गर्छु म प्रशासनलाई, किनभने यो गाली गलौज गर्ने। अनि प्रशासनजीलाई म भन्न चाहन्छु यदि हजुर चाहिँ जेलमा थुन्छु भने त्यो रोस्टरलाई पनि थुन्नु। रोस्ट गर्छ, अरूको भिडियो उठाएर गाली गन्जर गर्छ टिकटकमा, त्यसलाई पनि रोस्ट गर्नु, त्यसलाई पनि जेलमा हान्नु। त्यो न्यू स्टारले हाल्छु भने त्यो मान्छेलाई पनि हाल्नु पर्यो नि। ल के हस्, होप छ हजुर मेरो कुरा सुन्नुहुन्छ बुझ्नुहुन्छ। ल के हस्, जय नेपाल।